सारा दिनको रमाइलो चाड घरमा आइपुग्यो। नेपालीहरूको महान चाडपर्व बडा दशैँमा किन गएर बसेको? तिमीहरू अमिर धनी पैसा भएकोलाई पो दशैँ, मलाई के को दशैँ, बरु यो दशैँ किन आयो भनेर रुँदैछु। धनी गरिब को अमिर भन्ने होइन सेरे, हामी सबै नेपालीहरू मिलेर रमाइलो गर्नुपर्छ यो दशैँ पनि। दिन रात चलाउन नसक्ने म के गरेर रमाइलो गरौँ, त्यो पनि विदेशमा छु, आएर काम नपाएको कति भइसक्यो, गाउँघरको साह्रै याद आएको छ मलाई। सेरे, मनमा भएको पीडालाई बिर्सेर यो दशैँ तिहार रमाइलो गर्नुपर्छ। गाउँ नगएको पनि 5 वर्ष भयो। आमाले यो दशैँमा जसरी भए पनि आइजा भन्दै थिइन्। मेरै बाटो हेरेर बस्दैछिन् होला। आमाको म कसरी टाला भन् त म? चिन्ता नगर सेरे, म तँलाई 20,000 सापट्टि दिन्छु, आमालाई 15,000 पठाउनु, अनि आमालाई काममा व्यस्त भए अर्को वर्ष आउँछु भन्। बाँकी रहेको 5,000 चाहिँ राम्रोसँग दशैँ मनाउनु। धन्यवाद छ तँलाई, भगवानले तँलाई छिटै बेहुली वरदान दिउन्। अनि त्यो 5,000ले चाहिँ जाँड रक्सी चुरोट नखा है त। हुन्छ, धन्यवाद छ तँलाई। यो दशैँ तिहारमा पनि आफूले सक्दो हाँसी खुसी रमाइलो गरेर दशैँ राम्रोसँग मनाऊ। सम्पूर्ण नेपाली महानुभावहरूलाई बडा दशैँ तिहारको हार्दिक मङ्गलमय शुभकामना।